हेलो एभ्रिवान, मेरो नाम आयुष तिमल सिन्हा हो। मेरो रिसेन्टली अस्ट्रेलियाको भिसा ग्रान्ट भएको छ विथिन 25 डेज अफ बायोमेट्रिक। र मेरो चाहिँ कोर्स BIT हो, कपलान बिजनेस स्कुलमा। र मेरो इन्टेक चाहिँ मार्च इन्टेक हो। फाइनेन्सियल पार्टमा चाहिँ मम ड्याडको स्यालेरी, हाउस रेन्ट र ल्यान्ड लिज देखाएको थिएँ। मेरो डकुमेन्टेसन प्रोसेसहरू चाहिँ एकदम स्मुथली गयो। मेरो चाहिँ जेनजी प्रोटेस्टले धेरै नै एफेक्ट गर्यो। मेरो चाहिँ नोभेम्बर इन्टेक थियो र नोभेम्बर इन्टेकमा नभएपछि मैले चाहिँ मार्च इन्टेकमा डिफर गर्न पर्यो। डिफर भए तापनि मेरो चाहिँ अलि टाइममै भिसा आयो। मैले चाहिँ साथीहरूले यहीँबाट एप्लाई गरेको थिएँ, त्यही भएर म चाहिँ साथीको रिफरेन्सबाट आएको। म चाहिँ 100% कन्फिडेन्ट थिएँ भिसा लाग्छ भनेर। र म्यामले चाहिँ फेरि भिसा रिजेक्ट भयो भनेर भन्नुभयो र म चाहिँ स्योर थिइनँ अलि, तर मैले सोचेकै कुरा भयो। पछि लास्टमा चाहिँ भिसा आयो भनेर भन्नुभयो म्यामले। अनि त्यसपछि चाहिँ म चाहिँ एकदमै खुसी छु। यदि तपाईँहरू पनि बाहिरको लागि एप्लाई गर्न चाहनुहुन्छ भने चाहिँ कङ्गारू एजुकेसनमा भिजिट गर्न सक्नुहुन्छ।